नमस्कार दर्शकहरू, म कृष्ण लाउती www.hkdarpan.com मा यहाँहरूलाई हार्दिक स्वागत तथा न्यानो अभिवादन। विशेष गरेर आज हाम्रो यस च्यानल अन्तर्गत हङकङमा रहेका स्थानीय व्यक्तित्व लगायत देश विदेशबाट नेपालबाट आउने विभिन्न कलाकारदेखि लिएर राजनीतिज्ञहरूलाई पनि एसके दर्पण अन्तर्गत हामीले अन्तर्वार्ताहरू गर्ने गरेका छौँ। सोही क्रममा हङकङमै करिब 2 दशक बिताइसक्नुभएका नेपाली साहित्य प्रतिष्ठान हङकङका अध्यक्ष टङ्क सम्बाम्फे लिम्बूलाई यहाँहरू समक्ष प्रस्तुत गर्न लागिरहेछौँ। आउनुहोस् स्वागत गरौँ उहाँलाई। टङ्कजी, स्वागत छ कार्यक्रम। हस्, नमस्कार। यस कार्यक्रम सञ्चालक कृष्ण लाउतीज्यू र यस टिममा रहनुभएका सम्पूर्ण प्राविधिक मित्रहरू साथै यस च्यानललाई हेरिरहनुहुने सम्पूर्ण दर्शकवृन्दलाई म टङ्क सम्बाम्फेको तर्फबाट हार्दिक न्यानो अभिवादन छ। सर्वप्रथम यहाँलाई 200 सप्तवार्षिकीको उपलक्ष्यमा भानु पुरस्कार पाउनुभयो, त्यसको लागि हाम्रो तर्फबाट, हाम्रो टिमको तर्फबाट यहाँलाई धेरै धेरै बधाई छ। मेरो तर्फबाट पनि तपाईँहरूले जुन एउटा धन्यवाद व्यक्त गर्नुभयो र मेरो हृदयबाट नै तपाईँहरूलाई पनि स्वागत साथै धन्यवाद अभिवादन चढाउन चाहन्छु। जस्तै यो हुनु त तपाईँको विभिन्न विधामा हुनुहुन्छ हैन। अब साहित्यकारदेखि लिएर समाजसेवी, आफै पनि वेबसाइटहरू सञ्चालन गर्नुरहेछ। तर विशेष गरेर हामीले आजको सो चाहिँ, आजको कार्यक्रम चाहिँ यही भानु जयन्तीको लागि नै टार्गेट गरेर गरिरहेछौँ। हाम्रो हङकङमा पुरस्कृत हुनुभयो धेरै साथीहरू, कतिले विरोध पनि गरे। तपाईँ नेपालमै हुनुहुन्थ्यो, वास्तविक कसले पाएको हो त्यो कार्यक्रममा तपाईँ जाँदाखेरि कसको नामहरू आएको थियो त्यसमा? हजुर, म लगायत जम्मा 8 जनाको नाम थियो। जुन भानु जयन्ती समारोह समितिले दिएको जुन नामावलीमा चाहिँ मैले 8 जनाको नाम देखेँ। मेरो भइहाल्यो देवराज राई पत्रकार, अमोद राई, उहाँ चाहिँ नेपाली भाषा सेवामा लाग्नुभएको छ, पूर्णिमा जिसा कवि, दिपा एवाई पनि कवियत्री हुनुहुन्छ, अनि दिलबहादुर पालुङ उहाँ हाम्रो नेपाल कुस्सा, उहाँ साहित्यकार नै हुनुहुन्छ, डिबी पालुङ उहाँ कवि तथा गीतकार हुनुहुन्छ, पसन तमु पनि कवि हुनुहुन्छ र यिनै नामहरू अहिले चाहिँ के अरे समाचार माध्यममा आए र उहाँहरूको प्रमाणपत्र चाहिँ मैले आफै ग्रहण गरेर हङकङसम्म ल्याइदिने काम गरेछु। तपाईँले नै ल्याउनु? हजुर। तर यो एउटा साहित्य कार्यक्रम पनि भएको थियो भानु जयन्तीको उपलक्ष्यमा, हङकङमा पनि कार्यक्रम आयोजना गरिएको थियो। त्यति बेला चाहिँ नेपाल सरकारको प्रतिनिधित्वको रूपमा रहेको नरेन्द्र प्रसाद प्रसाईले चाहिँ अन्य व्यक्तिहरूको पनि नाम चाहिँ उच्चारण गर्नुभएको थियो स्काइप मार्फत। त्यो कुरो पनि तपाईँलाई जानकारी भयो के छ? यो चाहिँ मलाई जानकारी भएन, किन भन्दाखेरि म पुरस्कार समारोह समितिमा देखि बाहेक अन्य बेला मैले भेट्ने अवसर पाइनँ र व्यक्तिगत उहाँसँग मेरो भेट भयो र त्यो कुराहरू चर्चामा मैले ल्याउने कुरो भएन। र भानु जयन्तीमा के बोल्नुभयो, अब के गर्नुभयो त्यो भन्ने विषय चाहिँ म एकदमै अन्नाउन छु। त्यो विषयमा उहाँले के बोल्नुभयो होइन, र कति सत्य बोल्नुभयो या कति असत्य बोल्नुभयो त्यो कुरा चाहिँ मलाई थाहा छैन। त्यो विषयमा चाहिँ तपाईँ आफै पनि नेपाल साहित्य प्रतिष्ठानको अध्यक्ष हुनुहुन्छ। यो भानु जयन्ती मनाउनुको लागि नेपाल सरकारले कसले आधिकारिक रूपमा पत्रचार गरेको थियो त्यति बेला चाहिँ? त्यति बेला चाहिँ मलाई नै हङकङमा चाहिँ भानु जयन्ती मनाउनको लागि नेपाल सरकारले आधिकारिक चिठी दिएको हो र म आफ्नै व्यावहारिक कारणले गर्दाखेरि तुरुन्तै मैले चाहिँ त्यो कार्यक्रम गर्न सकिएन र यहाँ हङकङका साथीहरूले गर्नुभयो। जुन मैले गर्नुपर्ने काम साथीहरूले गरिदिनु भयो, उहाँलाई म धेरै धन्यवाद दिन चाहन्छु। किन म पारिवारिक समस्याको कारण म तुरुन्तै नेपाल जानुपर्ने हो र त्यसैले मैले त्यो कार्यक्रमलाई अर्गनाइज गर्न सकिनँ र मैले त्यो कार्यक्रमलाई पछि आएर गरौँला भनेर म गएको थिएँ। तर यहाँ साथीहरूले मलाई जुन एउटा कार्यक्रम आयोजना गर्नुभयो त्यो अति उत्तम गर्नुभयो। त्यसैलाई नै म धेरै सपोर्ट गर्छु।
जस्तै आयोजनाको लागि तपाईँलाई सिफारिस अब नेपालबाट पत्र जुन आयो के यहाँबाट कविहरू कवित्रीहरू साहित्यकारहरूको नामावली सिफारिस गर्नुको लागि पनि तपाईँलाई नेपाल सरकारले त्यो खालको केही चिठीहरू पठाएको थियो या तपाईँले सिफारिस गर्नुभएको थियो? त्यस्तो कुनै मलाई सिफारिस आएको थिएन। मलाई मात्र हङकङमा भानुभक्तको 200 जन्म वार्षिक उत्सव मनाउने भन्ने एउटा पत्र उहाँले दिनुभएको थियो। त्योभन्दा पछाडि भानु स्वर्ण पदकको लागि नामहरू कहाँबाट कसरी चाहिँ सिफारिस गरियो त्यो चाहिँ म जान्दिनँ। किन भन्दाखेरि त्यो नाम काठमाडौँ पुग्दाखेरि मैले थाहा पाएको हुँ होइन, र कसले सिफारिस गर्यो अथवा एउटा आधिकारिक व्यक्तिले नै सिफारिस गरेको हुनुपर्छ अथवा नेपालबाटै हङकङ देख्ने व्यक्तिले गरेको हुनुपर्छ जस्तो लाग्छ होइन। नभए त उहाँलाई यहाँ थाहा नभए त त्यो नामहरू कसरी थाहा हुने होइन। कि त अब यहीँका आधिकारिक अन्य कसैलाई चाहिँ फोन या अन्य माध्यमबाट सोधिएको हुनसक्छ, त्यो पनि हुनसक्छ। तर फुल्ली त्यस्तो मैले नाम दिने, मैले नाम सिफारिस गर्ने अधिकार चाहिँ मैले प्राप्त गरेको थिएँ। तर कसरी तपाईँ एउटा नेपाल साहित्य प्रतिष्ठान हङकङको चेयरम्यान जस्तो पदमा रहेर चाहिँ तपाईँलाई सानो जानकारी नभई सोध्दै नसोधी नामहरू सिफारिस गर्यो भनेर हामी र हाम्रो दर्शकहरूले कसरी पत्याउने त? त्यो चाहिँ नेपाल सरकारको कुरो हो क्या। हङकङमा अब मैले सिफारिस अथवा अरूले गर्नुपर्छ भन्ने छैन। त्यो चाहिँ नेपाल सरकारको तजबिज हो, त्यो सरकारले जान्ने हो। राख्ने ठाउँ त भयो नि होइन। अब त्यो चाहिँ अब हुनसक्छ, किन भन्दाखेरि हामीलाई यहाँबाट सोधिएको भए को के व्यक्ति हो, कसलाई कति काम गरेछ भन्ने कुरो हामीलाई पनि थाहा थियो होइन। तर अब त्यो अधिकार हामीलाई नभएपछि यो व्यक्ति चाहिँ उपयुक्त छ भनेर हामीले भन्न सकिएन नि, किनभने त्यो हामीलाई अधिकार प्राप्त छैन होइन। अनि जहाँबाट हामीले पायौँ त्यो अब सरकारले दिएको हामीले महसुस गऱ्यौँ र लियौँ हामीले त्यो पदकहरू। त्यही नै हो हेर्नुहोस्। त्यसमा अब कतिपय साथीहरूले नेपाल हङकङकै साहित्यकार साथीहरूले उहाँहरूको नाम घोषणा भएर हामी नलिने भनेर पनि त्यो घोषणा गर्नुभएको थियो। अब के लाग्छ त्यो विषयमा त अब साथीहरूले के सम्झे कसो सम्झे त्यो उहाँहरूमै निहित कुरा हो। तर अब फिर्ता भन्ने कुरो चाहिँ हातमा आएर अनि पछि बकाइदा पत्रसहित बुझाइयो म यो लिन चाहन्न भनेर पोस्ट मार्फत व्यक्ति मार्फत पठाएको राम्रो हो। तर अब साथीहरूले नाम घोषणा गर्ने बित्तिकै उहाँहरूले फिर्ता गरे भनेर चाहिँ अब त्यो पनि आधिकारिक छैन। उहाँहरूले खालि त्यो फेसबुकको माध्यमद्वारा चाहिँ उहाँहरूले बोल्नु भएको अरे भनेर चाहिँ मलाई थाहा छ। तर मलाई आधिकारिक त्यो जानकारी छैन कि अब कसले को साथीहरूले चाहिँ फिर्ता गर्नुभयो भनेर नाम किटान गरेर उहाँहरूले अहिलेसम्म सार्वजनिक चाहिँ गर्नुभएको छैन। कसले फिर्ता गर्नुभयो, जस पाउँदै नपाएको कुरो फिर्ता त्यो कसरी फिर्ता अब प्राप्त हातमा भएको जस्तै प्रमाणपत्र यहाँ छ भने यसलाई चाहिँ लिखित रूपमा म आजदेखि यो प्रमाणपत्र यो मेडल चाहिँ म लिन चाहन्न भनेर चाहिँ आधिकारिक रूपमा फिर्ता गर्नु चाहिँ भएकै हो। संसारमा नोबेल पुरस्कारधरि फिर्ता भएको छ। त्यस्तो अन्य नेपालको प्रतिभा पुरस्कारदेखि लिएर थुप्रै पुरस्कारहरू अस्वीकृत भएको छ। त्यो पाइन्छ, किनभने तपाईँलाई मन परेन म यो लिन चाहन्न भन्नु सक्नुहुन्छ त्यो विषयमा। तर सर्वप्रथम आफ्नो पाउनु चाहिँ पर्यो। तर उहाँहरूले चाहिँ हातैमा नपारी फिर्ता लिनुभयो भन्ने कुरा चाहिँ सुने र अब नामावली पनि उहाँहरूको प्राप्त छैन होइन। र उहाँ जुन एउटा जुन नरेन्द्र प्रसाद प्रसाईजीले अब स्काइपमा नाम लिनुभयो तर उहाँले पनि राम्रोको लागि मैले लिएको हुँ तर पछि सरकारले उहाँको नाम सिफारिस गरेन, यसमा म जान्दिनँ भन्ने कुरा गर्नुभयो अरे होइन। तर मैले व्यक्तिगत चाहिँ भेटघाट अथवा कुराकानी भएको छैन। तपाईँ चाहिँ अब नेपालमै पुरस्कार लिनुभयो होइन, बाई चान्स त्यो नेपाल जाने क्रममा तपाईँले त्यो लिनुभएको हो। त्यसमा चाहिँ के कुराहरू उठेन? त्यसमा यो पुरस्कार सम्बन्धी केही त्यस्तो कुराहरू उठेको थियो कि थिएन? नेपालमा चाहिँ पुरस्कारमा कुनै विरोध पनि आएन, सबैले राम्रो माने, सबैले पुरस्कार ग्रहण गरे। मैले पनि कार्यवाहक उप प्रधानमन्त्री वामदेव गौतमको हातबाट चाहिँ ग्रहण गर्ने मौका पाएँ होइन। र मलाई चाहिँ के लाग्यो भन्दाखेरि नेपाल सरकारले पनि विदेशमा बसेर
काम गर्नेलाई एउटा सानो पदकको रूपमा हामीलाई ग्रहण गराउनु पनि ठुलो कुरो हो भन्ने मैले सम्झेँ। किन भन्दाखेरि त्यहाँ हाम्रो उपस्थिति पनि हाम्रो जातिको उपस्थिति जस्तो लाग्यो मलाई। हाम्रो जाति भन्नाले हामी जनजातिको उपस्थिति जस्तो लाग्यो। जनजातिको कुरो गरिहाल्नुभयो। हङकङमा करिब करिब 95%देखि 98%को दाबी छ। हजुर, त्यो जनजातिहरूकै माहौल छ। अब यहाँ साहित्यकार लेख्ने साथीहरू पनि जनजाति नै हुनुहुन्छ। अनि यो चाहिँ नरेन्द्र प्रसाद प्रसाईले चाहिँ घुमाएको हो, जनजातिलाई फसाएको हो, एक आपसमा लडाउनुको लागि चाहिँ यो षड्यन्त्र गरेको हो भन्ने कुराहरू पनि आएको छ। कतिको सत्य लाग्छ तपाईँलाई? त्यस्तो चाहिँ मलाई लाग्दैन। किन भन्दाखेरि यो व्यक्तिले भन्दा पनि नेपाल सरकारले दिएको एउटा आधिकारिक पदक भएकोले एउटा व्यक्तिले सारा कुरा घुमाए जस्तो चाहिँ लाग्दैन। तर अब एकतर्फ दिने व्यक्ति ब्राह्मण भएकोले त्यस्तो सोचिएको, ब्राह्मणले चाहिँ आफ्नो चाहिँ हात बढायो र सबै जनजातिलाई घुमायो भन्ने चाहिँ सोच भएको हो जस्तो लाग्छ। तर अब नेपालको स्थिति नै हेर्नुहोस् न, नेपालको सरकारी क्षेत्रमा प्राय हाम्रो जनजातिभन्दा ब्राह्मणको पहुँच धेरै छ। अब उहाँहरू हुनुहुन्छ, अब हाम्रो जातिहरू त्यहाँ हुनुहुन्न। सायद नरेन्द्र प्रसादको ठाउँमा हाम्रो जनजाति भएको भए अरूले चाहिँ ल जनजातिले चाहिँ ब्राह्मणलाई घुमायो भन्ने हो कि त्यस्तो पनि हुन सक्थ्यो होला जस्तो लाग्छ मलाई, होइन। तर मलाई चाहिँ अब ब्राह्मणले घुमायो र यहाँ ब्राह्मणवाद लागु छ भनेर चाहिँ मलाई लाग्दैन। अहिले चाहिँ नेपालमा यो बाहिरतिर मात्रै हामी के सोच्दो रहेछौँ भने नेपाल चाहिँ ब्राह्मणवादले खतम गर्यो भन्दा, तर नेपालमा अहिले समावेशीको कुरा चाहिँ व्यापक छ। त्यही भएकोले अब ब्राह्मणहरूमा पनि समावेशी हुनुपर्छ भन्ने उहाँहरूको दिमागमा आइसकेको छ र हाम्रो स्थान बिस्तारै क्रिएट हुँदै जान्छ। र जति हामी विदेश भएर सोध्छौँ नि त्यो नेपालमा चाहिँ त्यस्तो माहौल छैन। अनि कतिपय कुराहरूमा अब यो सामाजिक सञ्जालहरूमै हो, धेरै जस्तो अहिले फेसबुकतिर धेरै चलिरहेछ। यो चाहिँ नातावाद कृपावाद भयो भनेर कतिपय पत्र पत्रिकाहरूमा पनि आएको थियो। त्यो चाहिँ कतिको सत्यता लाग्छ? किनभने अब तपाईँ एउटा साहित्यकार भएको नाता, प्रतिष्ठानको अध्यक्ष भएकोले तपाईँलाई जानकारी नभएको हो। त्यो त कसैको व्यक्तिबाट चाहिँ गोजीबाट गएर नाम लिस्ट चाहिँ गोजीबाट गएर हङकङबाट चाहिँ त्यसरी प्राप्त भएको हो कि भन्ने आम दर्शकहरूको त्यो कुराहरू पनि छ। त्यसले अलिकति तपाईँले पनि त्यसमा डिफाइन गरिदिनु भएर राम्रो हुन्थ्यो। अब यो नातावाद कृपावाद भन्नाले मेरो सरकारमा एकजना मेरो नातेदार पनि छैन। यो भानु जयन्तीमा त अब मैले झन् नरेन्द्र प्रसाद प्रसाई त मैले फेसबुकमा मात्रै चिनेको मान्छे हो, उहाँसँग बोलेको थिएन। अब उहाँले मेरो नाम कसरी पुर्याउनु भयो अथवा अरू कसैबाट पुग्यो, तपाईँ अलावा म अलावा अरू पनि नाम गयो, त्यो कसरी पुग्यो त्यो पनि मलाई थाहा छैन। र अब नाम भन्ने कुरो त अब थाहा नभइकन सिफारिस हुने कुरा आउँदैन। जस्तै अब तपाईँले सिफारिस गर्नुभयो भने भोलि तपाईँलाई नातावाद कृपावादमा पार्न सक्छन्। नेपालीको मानसिकता चाहिँ त्यस्तो छ। अब कसले त्यो रोबोट आएर हाम्रो नाम त दर्ता गरिदिँदैन नि, व्यक्तिले नै गरिदिने हो नि। त्यो भएकोले अब नातावाद कृपावाद जस्तो चाहिँ देखिएको हो र त्यो नेपालमा मात्रै होइन विश्वभरि हुने कुरा हो। नातावाद र कृपावाद केही हदसम्म नहुने कुरो हुँदैन। तर अब यो विषयमा चाहिँ म धेरै अनभिज्ञ छु, कसरी नाम गयो र हाम्रै खोजीको विषय जस्तो लाग्दैन तपाईँले? खोज्नुपर्छ जस्तो लाग्छ एउटा अध्यक्षको नाताले? अब यो खोजी गर्नु चाहिँ उचित कुरा हो, होइन। तर अब कसरी खोजी गर्ने, जो कि सबैले चाहिँ ग्रहण गर्ने, कसैले पनि विरोध गर्नु भएन। अब 2-3 जनाले, अब हजारौँ मान्छेले पाएछ। हेर्नुहोस्, विश्वको जम्मा त्यस्तै 500 जना मान्छेले चाहिँ भानु स्वर्ण पदक पाउनु भएको छ। नेपाल लगायत विश्वमा छरिएर सबै एउटै क्याटेगोरीको दिएको छैन। तीनवटा क्याटेगोरी छ। हेर्नु, यसमा विदेश बसेर गर्नेलाई र नेपालको पनि एउटा सम्मान स्वरूप दिने स्वर्ण पदक छ, एउटा चाहिँ नगद सहित पाउने स्वर्ण पदक छ, अनि एउटा चाहिँ प्रतिभा पुरस्कार भनेर विशेष 1 लाख रुपियाँ चाहिँ पैसा सहित छ। हाम्रो हङकङमा चाहिँ कुन खालको आएको छ? यो चाहिँ विशेष सम्मान मात्रै, विशेष सम्मान, मेडल र प्रमाणपत्र पाइन्छ यसमा चाहिँ। यति नै हो हामीले पाउने भनेको। र यो चाहिँ हाम्रो जुन
नामावली चाहिँ श्रीपाद सरकारको आफ्नो किताबमा राख्छ। अनि जस्तै अब हङकङमा पनि अब तपाईँ आफै पनि साहित्यकार, साहित्यमा पनि तपाईँको कलमहरू विभिन्न विधामा चलिरहेको छ। हजुर। रेखा कविता भनेर पनि लाग्नुहुन्छ, पत्र साहित्य भनेर पनि लाग्नुहुन्छ। अनि यहाँ हङकङमा हालसालै चाउचाउ मुटु सम्मेलनदेखि विभिन्न अनि साहित्य श्रृङ्खलाहरू भइरहेको छ। अनि जुन पुरस्कार पाउनुभयो त्यसले चाहिँ यहाँको साहित्यलाई अगाडि बढाउनमा कतिको टेवा दिन्छ जस्तो लाग्छ? निश्चित रूपमा त्यसले टेवा पुर्याउँछ, किनभने नपाउने साथीहरू अझ मुरमुरिएर लाग्नुहुन्छ अर्को स्वर्ण पदक पाएरै छोड्छु भनेर। अनि यता पाउनेहरू चाहिँ उहाँहरू अझ हौसला पाएर लाग्नुहुन्छ। हेर्नुहोस्, प्रमाणपत्र मात्रै पाएछ, अब चाहिँ नगद सहित 1 लाख नगद सहितको पाउँछु भन्ने हुन्छ। त्यसमा चाहिँ दुवै पक्ष चाहिँ एकदम जुर्मुराएर लागेको छ। हङकङ त मलाई लाग्छ साथीहरूले जुन बहिष्कार गर्नु पनि त्यसले त यता ऊर्जा जुन पाउनेलाई पनि अप्ठ्यारो परेको छ नि, किन उहाँहरूले टक्कर दिनुहुन्छ। तपाईँ त पुरस्कार पाएको, तपाईँले राम्रो लेख्नु पर्यो भन्नुहुन्छ। उहाँ नपाउने साथीहरू त अझ उहाँहरूले मुरमुरिएको छ, यिनीहरूभन्दा 10 गुणा म राम्रो लेख्छु अथवा धेरै लेख्छु भन्ने पक्षमा लाग्नु भएको छ। र यसले चाहिँ नकारात्मक होइन, झन् ठुलो ऊर्जा ल्याउँछ जस्तो लाग्छ। जस्तै चाउचाउ साहित्यदेखि मुटु सम्मेलन, मुटु त अब मैले हालै आएर मात्रै सुनेको। रेखा कविता त हामीले सन् 2010देखि नै सुरु गरेको र हालसालै मैले नेपालमा 2वटा विमर्श कार्यक्रमहरू पुरा गरेर आएको छु। र निरन्तर हाम्रा विश्वमा रहनुभएका 12 जना नेपाली साहित्यकार साथीहरू पनि निरन्तर लाग्नु भएको छ रेखा साहित्यमा। र त्यसो भएकोले यो जुन एउटा पत्र कविता छ, अनि यो पत्र कविता चाहिँ एउटा नौलो निबन्धको साहित्य लेखन हो। निबन्धलाई चाहिँ पाठकहरू सामु लाने एउटा मैले नयाँ माध्यमको रूपमा गरेको हुँ। र मलाई लाग्छ हङकङमा अझ उर्वर हुनेवाला भयो, अब पक्का हुन्छ। हेर्नुहोस्, होइन हङकङमा यो सानो छौँ, थोरै लेखकहरू पनि हुनुहुन्छ, त्यही बिचमा पनि कोही आफ्नो वाद लिएर अगाडि बढिराख्नु भएको छ, आफ्नो ग्रुप जस्तो बनाएर अगाडि बढिराख्नु भएको छ कि एक ठाउँमा हामी बसेर त्यो खालको साहित्य विमर्श गर्न सक्दैन? विमर्श चाहिँ निश्चित गर्न सकिन्छ, तर साहित्य कर्म चाहिँ एक्लै नै गर्ने हो। एक्लै नै गर्ने हो। तर त्यसमा चाहिँ कि वादै झुन्डाउनु पर्ने या ग्रुपिजम जस्तै रेखा कविता नै झुन्डाउनु पर्ने, भयवादै बनाउनु पर्ने, समुच्च विचारै बनाउनु पर्ने, यो खालको चाहिँ नभएर होइन। यो हुनु चाहिँ नराम्रो विषय होइन। नराम्रो त पक्कै होइन। किन भन्दाखेरि यो एउटा वाद आउनु अनि कुनै एउटा विचार आउनु, त्यो भन्ने कुरो चाहिँ ग्रुपमा पनि गर्न सकिन्छ। जस्तै रेखा साहित्य 12 जनाको सामूहिक छ, फेयरिजम एक्लै हुनुहुन्छ, देश सुब्बा हुनुहुन्छ, अनि हाम्रो समुच्च विचार दिपा एवाई हुनुहुन्छ। उहाँले चाहिँ नारीवादी लेखनलाई अगाडि बढाउनु भएको छ। अब उहाँको ग्रुपै पनि बनाएर लान सकिन्छ। अब फेयरिजम त अब एक्लै हाँकेर जानुभएको छ, उहाँले ग्रुपै पनि बनाउन सक्नुहुन्थ्यो होला। तर एक प्रकारले अब अध्ययन संस्थान नै नेपालमा पनि खोलेको छ उहाँको, होइन। अब रेखा कविता चाहिँ अब हामीले सामूहिक विश्वभरि त्यस्तै गरेर सृजनशील अराजकता छ। सृजनशील अराजकता होइन, सृजनशील साहित्य समूह भनेको छ। त्यो पनि राम्रो, किनभने उहाँहरू सामूहिक रूपमा लाग्नु भएको छ। आखिर गर्ने चाहिँ जुन खेती गरिन्छ नि, साहित्यकै खेती हो, त्यहाँभन्दा अरू केही छैन। राजनीति जस्तो बेग्ला बेग्लै विचारधारा हुँदैन साहित्यमा। जति बेग्लै भए पनि लेखिने विषयवस्तु एउटै हो, त्यसैले कहिल्यै नराम्रो हुँदैन। अनि अब के अरे साहित्यकै कुरा गर्दा अब नेपाली साहित्य प्रतिष्ठान चाहिँ टङ्कसम्म एक्लै हुनुहुन्छ र अहिले कति वर्ष भइसक्यो उहाँ मात्रै हुनुहुन्छ भन्ने खालको बहसहरू पनि सुनिन्छ नि के? होइन, अब त्यो साथीहरूले बहस मात्रै गर्नुहुन्छ। अनि संस्थामा आउनुहोस् हाँकौँ भन्दाखेरि कतातिर हराउनुहुन्छ। अब मैले हाँकेँ भने संस्था नै रहँदैन। अब आउनुहोस्, मैले त भनेको छु संस्थामा बसौँ, साथी हो, मिलेर साहित्य गरौँ। म पनि अब हङकङ र नेपाल आउजाउ गर्न लागिरहेको छु। तपाईँहरूलाई अझ मैले हस्तान्तरण गरेर त्यो काम गर्नु पाएँ भने मैले गरेको काम अझ स्थायित्व पाउँछ भन्ने म सोचिरहेको छु। र मैले बारम्बार हाम्रो वार्षिक उत्सवमा आउनुहोस्, सामूहिक रूपमा बस्नुहोस्,
बसौँ काम गरौँ भनेर भनेको छु। तर खै अब साथीहरू त्यसमा कुनै दिलचस्पी नै छैन। उहाँ त बाहिर कुरा गर्नुहुन्छ, टङ्कसम्म आम्फीले एक्लै हाँक्यो भन्नुहुन्छ, हाँक्ने बेलामा उहाँ आउनुहुन्न। अनि कसलाई दिनु, मैले निवेदन दिएर कसलाई चढाउने ल भन्नुहोस्। त्यो एक्सेप्ट गर्ने मान्छे त चाहियो नि। खाली छ भनेर निवेदन उता एडभर्टाइज गर्नु पनि भएन। साथीहरू आउँ लु सल्लाह गरौँ बसौँ भनेर मैले जहिले पनि भनिरहेको छु कि यो साहित्य मैले नै मात्रै हाँक्नुपर्छ भन्ने पनि छैन। एकपटक नेपाली साहित्य प्रतिष्ठान चाहिँ साथीहरूले डिजल्भ नै गरौँ भनेर भन्नुभयो। जुन मैले संयोजक मैले नै गरेको हुँ साथीहरू, डिजल्भ कुनै हालतमा हुँदैन। बरु म एक्लै हाँकेर काम गर्छु भनेर मैले चाहिँ यो काम विगत 6 वर्षदेखि मैले एक्लै यो काम गरिरहेको छु। वास्तवमा टङ्कसम्म आम्फे चाहिँ साहित्यकार, गीतकार, समाजसेवी, आफूलाई कुन क्याटेगोरीमा चाहिँ राख्नु? अब बढीभन्दा बढी म साहित्य नै लेख्ने मान्छे हो होइन। त्यो पछाडि साहित्यलाई चाहिँ समाजमा रूपान्तरित गर्नुपर्छ भन्ने मेरो सोचले म के अरे समाजसेवामा लागेको हुँ। र अनि समाजसेवा गर्दाखेरि त्यो कुरा अरूले नलेखिदिने, त्यो कुरालाई उजागर नगरिदिने भएकोले म आफै पत्रकार पनि भएको। हामीले काम गर्छौँ, त्यो अर्कोले लेखिदिँदैन, त्यसलाई चाहिँ हामीले आफैले लेखेर प्रस्तुत गर्ने। त्यो भएकोले म साहित्यकार पनि भएँ, पत्रकार पनि भएँ, त्यो पछाडि सामाजिक सेवा गर्ने भएँ। यो चाहिँ मेरो बाध्यता हो। किनभने तपाईँ किराँती आख्यान चुम्लुङको उपाध्यक्ष पदमा नि बसिसक्नु भएको हो। एक्चुअल कुरा किन भन्दाखेरि मैले त्योभन्दा अगाडिदेखि नै यो जुन चुम्लुङको स्थापना कालदेखि नै सदस्य हुँदै आएको हुँ, जसमा म अहिले इमानहाङ दाइलाई धेरै सम्झिरहेको छु। किनभने हजुर उहाँसँग सबैभन्दा पहिले भेटेपछि आजसम्म उहाँसँग भेट पनि भएको छैन। आज सायद आरामै हुनुहुन्छ होला भन्ने सोचेको छु। अनि त्यस पछाडि जस्तै अब गीतहरू पनि लेख्नुहुन्छ, एल्बमहरू पनि निकाल्नु भएको छ, 2टा एल्बम निकालिसक्नु भएको छ। हजुर, मैले 2वटा एल्बम, मनोभाव पहिलो जहाँ चाहिँ सङ्गीतकार दिनेश सुब्बाको एकल सङ्गीत, मेरो एकल गीती लेखन र नेपालका चर्चित गायकहरूको आवाज छ। दोस्रो चाहिँ सार हो। सारमा मेरो एकल गीत, एकल गायन कृष्णभक्त राई र 2जना सङ्गीतकार हेमन्त शिशिर र दिनेश सुब्बाको एक सङ्गीत छ र अन्य सम्पूर्ण कृष्णभक्त राईको मेहनत छ। हजुर, यसमा पुस्तक चाहिँ तपाईँको त्यही युद्धभित्रका बुद्ध? हजुर, मेरो 2057 सालमा प्रकाशित गरेको हुँ, युद्धभित्र उभिएका कविता सङ्ग्रह हुन्। र त्यस पछाडि मेरो व्यावहारिक कारणले गर्दाखेरि पुस्तकहरू प्रकाशन गर्ने मौका पाएको छुइनँ, तर लेखन चाहिँ बृहत रूपमा लेखिरहेको छु र त्यो प्रकाशनको तयारीमा हुँदैछ। अब आउँदैछ? अब के आउँदैछ भविष्यको योजनाहरू के? मेरो चाहिँ खास पहिलो चाहिँ त्रिभाषीय कविता निकाल्ने योजना छ। त्रिभाषीय? हजुर, 3वटा भाषामा। त्यो चाहिँ लिम्बू, नेपाली र अङ्ग्रेजीमा छ। र यसपालि नेपाल जाँदाखेरि साथीहरूले एउटा के थप्यो भने त्रिभाषी चाहिँ थुप्रो छ, बरु चौभाषीमा निकाल्नुहोस् भने। अनि के अर्को भाषामा निकाल्नु भन्दाखेरि तपाईँ चाइना बस्ने हो, चाइनिज भाषामा थप्नुहोस्, तपाईँको नयाँ रेकर्ड पनि हुन्छ भन्नुभयो। अनि यसो सम्झेको साथी पनि लागेछ। अब हेरौँ कतिको साथ दिन्छ हेर्नुहोस्। यसको लागि तपाईँको यो सफलताको कामना पनि गर्दछु। धन्यवाद। यो मेरो कार्य जारी नै छ। यस चौभाषीमा आउने सम्भावना चाहिँ धेरै ठुलो छ हेर्नुहोस्। अब जस्तै अनि तपाईँ पत्रकारको रूपमा इन्टरभ्यूहरू पनि गरिराख्नु भएको छ, जस्तै limbonblogspot.com चलाइराख्नु भएको छ। हजुर, एउटा साहित्यकारले limbonblogspot.com भनेर एउटा सिङ्गो लिम्बूहरूलाई मात्रै सम्बोधन गर्ने वेबसाइट चाहिँ किन? यो म आफै लिम्बू भएको हैसियतले म एउटा साहित्यकार हुँ, नेपाली हुँ, नेपाली बिचमै म लिम्बू हुँ। लिम्बू बिचमा चाहिँ ठुलो चेतना ल्याउनुपर्छ अथवा मेरो जातिको लागि पनि मैले केही काम गर्नुपर्छ भनेर मैले यो लिम्बन ब्लग खोलेको हुँ। यो अहिले विगत झन्डै 8 वर्षदेखि लगातार चलाइरहेको छु। र यसमा अब समाचार चाहिँ लिम्बूसँग सम्बन्धित मात्रै हुँदैन समाचार चाहिँ, तर अन्य सामग्री जस्तै सांस्कृतिक चेतका सामग्री चाहिँ सम्पूर्ण लिम्बूसँग सम्बन्धित मात्रै राख्छु। किन भन्दाखेरि एकजना सिक्किमबाट
एकजना साथीले भन्नुभयो कि लिम्बुवान ब्लग चाहिँ मेरो पिएचडी गर्ने एउटा पेपर जस्तो हुनेछ भनेर उहाँले भन्नुभएको छ। किन भन्दाखेरि त्यहाँ मैले धन्नाचको पालमदेखि लिएर हातपारे साम्लोसम्मका कुराहरू मैले त्यहाँ राखेको छु, वेशभूषाको सबै सामग्रीहरू राखेको छु। तपाईँको त्यो त्यहाँको फन्टहरू तपाईँले निकाल्नको लागि चाहिँ हप्तौँ लाग्छ त्यहाँको सामग्री पढ्नको लागि, त्यति धेरै सामग्री स्टोर गरेको छु मैले। एउटा आफ्नो जातीयहरूलाई अगाडि बढाउनु हो, एक्चुअल त्यो पनि हो, र जातीय चेतना अरूमा पनि जाओस् र सम्प्रेषण गर्न सकियोस् भनेर चाहिँ मैले त्यो स्थापना गरेको मैले। अब करिब हामी अन्तिम चरणमा आइपुगेका छौँ। समग्र नेपाली साहित्य, हङकङमा बसोबास गर्ने समग्र नेपाली साहित्यहरूलाई अगाडि बढाउनुको लागि तपाईँको आफ्नो विचारमा चाहिँ के कस्तो कार्यहरू गर्नुपर्छ? जस्तै यहाँ अनेकौँ सम्मेलनहरू हुन्छ, अघि पनि कुरो भयो, मुटु सम्मेलन, साहित्य श्रृङ्खला करिब 2 वर्ष हुन लाग्यो होला, चलिरहेको छ। 2 वर्षभन्दा धेरै भइसक्यो, धेरै भइसक्यो, क्रमिक रूपमा चलिरहेको छ। अब यी कुराहरू हुँदाहुँदै के कुरो भयो भने चाहिँ हङकङको साहित्यलाई अझ अगाडि बढाउन मद्दत पुग्छ जस्तो लाग्छ? यो यसमा चाहिँ अब विमर्श, हामीले साहित्यिक विमर्श छ, त्यो चाहिँ सामूहिक रूपमा बसेर अन्तर्क्रिया गर्ने हो। अन्तर्क्रियाले नै नयाँ साहित्यको जन्म हुन्छ होइन। र हामीले त्यो अन्तर्क्रिया गर्ने जुन एउटा साहित्य श्रृङ्खला छ, मासिक रूपमा हाम्रो चलि नै रहेको छ। र साथीहरू आउनुहोस्, त्यहीँ बसौँ। कुनै संस्थामा आबद्ध भएको मान्छे पनि त्यहाँ चाहिँ संस्थासँग नजोडिकन आइएको हुन्छ। त्यो जति अब त्यो हामीले पवित्रै सोचेर गरेको होइन, अहिलेसम्म भइ पनि रहेको छ। त्यही कार्यक्रम हुँदाखेरि अर्को साहित्य कार्यक्रम पनि भइरहेको जस्तै नि, अब त्यो त अन्तिम आइतबार हुन्छ। हजुर, अन्य साथीहरूले पनि त्यही नै कार्यक्रमहरू जुदाइराखेको देखिन्छ। यसले गर्दाखेरि साहित्यलाई अगाडि बढाउनु भन्दाखेरि तल झार्ने मात्रै काम गर्दैन होइन। त्यो यस्तो चाहिँ के हुन्छ भन्दाखेरि वर्षक मिलाएर हामीले बिहान दिउँसोको कार्यक्रम छ भने बिहान गर्ने, बिहानको कार्यक्रम छ भने दिउँसो गर्ने भन्ने हिसाबले हामीले त्यो समझदारी गर्ने भनेर हामीले गरिसकेका छौँ। र जुदे पनि हामीले एकैपटक एउटै समयमा चाहिँ नगर्ने भन्ने हिसाबले हो। त्यो भएकोले समग्रमा हङकङमा नेपाली साहित्यको प्रवाह चाहिँ व्यापक छ। किन भन्दाखेरि साहित्य चाहिँ खेती जस्तो पनि होइन, दोकान जस्तो पनि होइन। यो चाहिँ व्यक्तिले लेख्ने हो क्या। अनि त्यो व्यक्ति डिएक्टिभ भयो भने उसको लेखन खतम भएर जाने हो। त्यो व्यक्ति एक्टिभ भयो भने त्यो जहिले तहिले आइरहने वस्तु हो। र जहाँसम्म लाग्छ हङकङमा अहिले विश्वकै दार्जिलिङ पछाडि हङकङलाई चाहिँ दोस्रो रूपमा मैले लिँदैछु। किनभने यहाँबाट 3वटा विचार पनि उठेका छन्। नेपालमा पनि व्यापक यो विषयहरू चाहिँ चर्चामा छ। र म आफै गएर पनि चर्चा गर्छु। काठमाडौँमा गएर म चर्चा गरिरहेको हुन्छु, विराटनगर गएर चर्चा गर्छु, धरान गएर हाम्रा प्राध्यापकहरूसँग चाहिँ विमर्श गरिरहेको छु। हङकङमा यस्तो छ, यस्तो भइरहेछ, यसको विषयमा तपाईँहरूले सोच्नु पर्यो, नेपाल सरकारले सम्बोधन गर्नु पर्यो भनेर म काठमाडौँमा कराउँछु, कराइरहेको छु आफ्नो क्षेत्रबाट। हो त्यो। अब करिब हामी अन्तिममा आइपुगेका छौँ। यो अब तपाईँलाई पनि थाहा छ, एउटा इन्टरभ्यू गर्नुहुन्छ इन्टरनेटको माध्यमबाट, यो वर्ल्डवाइडमा जाने भएकोले अहिले त फेसबुकले गर्दाखेरि तपाईँको फ्यानहरू, तपाईँको शुभचिन्तकहरू देश विदेशभरि छरिएका छन्। ती फ्यानहरूलाई, आफ्नो साहित्य रुचि राख्ने साथीहरूलाई केही सन्देशहरू छ भने कृपया टङ्कजी। अवश्य पनि। किन भन्दाखेरि अहिले विश्वभर मलाई हेरिरहनुभएका सम्पूर्ण मित्रहरूलाई के भन्न चाहन्छु भन्दाखेरि, म हङकङमा बसेर नेपाली साहित्यकै लागि झन्नै 2 दशकदेखि यो कार्य गर्दै आएको छु। र अहिलेसम्म मैले गरेको कार्यहरू तपाईँले मेरो फेसबुक मार्फत, अन्य विभिन्न वेबसाइट मार्फत हेरि पनि रहनु भएको छ र तपाईँहरूको कमेन्ट पनि पाइरहेको छु। र अझ ऊर्जाशील भएर अगाडि बढ्नेछु भन्ने म बाचा गर्न चाहन्छु। किन भन्दाखेरि मेरो लाइफभरिको एम नै साहित्य लेख्नु र तपाईँहरूलाई साहित्यबाट नेपाललाई नौलो रूपमा कसरी निर्माण गर्न सकिन्छ भन्ने एउटा विचार दिन सक्नु। र त्यही विचार दिनको लागि हामीले रेखा साहित्य जुन ल्याएका छौँ, त्यो एउटा हामीले चाहिँ जहाँसम्म के भनेको छौँ भने रेखा साहित्य लेखन भनेको एउटा समयको माग हो।
त्यसैले हामी त्यो समयको मागलाई पुरा गर्नेछौँ भन्ने चाहिँ बाचा गर्न चाहन्छु र आउँदा दिनहरूमा नयाँ नयाँ कुराहरू लेख्दै प्रस्तुत भइरहनेछु भन्ने बाचा गर्न चाहन्छु। हस् तपाईँको समयको लागि धेरै धेरै धन्यवाद। थ्याङ्क यू। हस् दर्शकबिन, अन्तर्वार्ताको हामी अन्तिम भइसकेको छ। यो अन्तर्वार्ता www.hkdarpan.com र फेसबुकको HK दर्पण फेसबुकमा पनि लगअन गरेर हेर्न सक्नुहुनेछ। म लगायत प्राविधिक मित्र अमित गुरुङ र विनय शाह। हस्त नमस्कार।